गर्नुपर्नेलाई नमस्कार, अङ्कमाल गर्नुपर्ने अङ्कमाल, माया प्रेम स्नेह र आशीर्वाद दिनुपर्नेहरूलाई सबै उमेर समूहलाई आफ्नै तरिकाले सम्बोधन गर्दै म आफ्नो विचार छोटो यहाँ राख्न चाहन्छु। सबैभन्दा पहिला कार्यक्रमको उद्घोषक बिचमा हराएको हुनाले उहाँको पारिश्रमिक 25% कटौतीका लागि अनुरोध गर्दछु। मलाई चाहिँ दाजु भन्छ हल्ला भयो भनेर त आफै एनिवेज, हरितारा पुरस्कार एउटा सामान्य पुरस्कार हो चलचित्र क्षेत्रको, र त्यो पुरस्कार मैले पनि प्राप्त गर्ने अवसर पाएको थिएँ। धेरै प्लाकहरू घरमा होला, तर हरिताराको पुरस्कार चाहिँ विशेष स्थानमा छ। त्यो महेन्द्रजी तपाईँको परिवारलाई भनिदिनु होला होइन, उहाँहरूसँग त्यो बेला पनि भेट भएको थियो। जतिखेर सुनिल थापा दाईसँगै मैले पाएको थिएँ, मलाई थाहा छैन मैले पाउने बेला भएको थियो कि थिएन। त्यो बेला दाईहरूले मलाई कमिटीले मलाई छानेको थियो। आज सम्मानित सबैलाई धेरै बधाई छ, पुरस्कृतलाई पनि बधाई छ, र उपस्थित सबै साथीभाइहरूलाई पनि बधाई छ। चलचित्र जगतमा दैनिक 2वटा कार्यक्रमहरू भइरहेका छन्। यी 2वटा कार्यक्रमहरूमा लुगा हेर्न पनि नभ्याउने अवस्था छ। कपाल स्ट्रेट पारेको 1600 को स्ट्रेट कपाल एउटा कार्यक्रमलाई गर्न जाँदा घुम्री भइसकेका हुन्छ। 1600 कति पर्सेन्ट स्ट्रेट। ट्याक्सी भाडा दिनको 1000 भन्दा कम नहुने अवस्था भइसक्यो। तर यसले चलचित्र उद्योगमा रिपल इफेक्ट आएको छ भन्ने मलाई लाग्दछ, र यही हाम्रो खुसीको कुरा पनि हो। मैले यहाँ धेरै भन्नुपर्ने छैन, तर पछिल्लो 3वटा कार्यक्रममा भन्न छुट्याएको केही कुरा भन्छु। चलचित्रको एउटा सिनेपा भन्ने स्टुडियो हामीले शिलान्यासको उद्घोष प्रधानमन्त्रीज्यूबाट गऱ्यौँ। त्यो नेपालको इन्डोर चलचित्र शान्तिदायी एकछिन है, नेपालको इन्डोर चलचित्र भवनमा 200 फिट लम्बाइ, 150 फिट चौडाइ र 50 फिट बिचको भाग उचाइ भएको, हाई टेक्नोलोजी भएको, ग्रिन स्क्रिन होइन डिजिटल स्क्रिन भएको, र डिजिटल स्क्रिनको ब्याकग्राउन्डलाई सेन्सरयुक्त क्यामेराले बेग्लै तरिकाले चलाउन सकिने र आफूले खिच्ने क्यामेरा बेग्लै हुने गरी पूर्ण हाइटेक अहिलेसम्मको त्यो प्रविधिबाट त्यो स्टुडियो बन्न लागेको कुरा यहाँ निवेदन। देवेन्द्र भाइले घिउ धेरै खाएको छ सानैदेखि, एकदम तारिफमा बल्छ। थ्याङ्क यू। त्यो भएको कुरा यहाँलाई निवेदन गर्दछु। र हामी हिजो पनि रिपिट गऱ्यो, धेरै चिजभन्दा बस्तीले कति यही मात्रै बोल्दो रहेछ भन्ने होला। त्यो हामीले अनलाइन डिजिटल टिकेटिङ सिस्टमको ड्यासबोर्ड, जो प्रत्यक्ष हामीले ब्याङ्कमा पैसा झिक्ने बित्तिकै टङ्ग यहाँ आएको जस्तो, अथवा हाल्ने बित्तिकै यहाँ आएको जस्तो, धनकुटा अथवा विराटनगरतिरको सिनेमाहरूले टिकट काट्ने बित्तिकै निर्माताले आफ्नो मोबाइलमा हेर्न पाउने सिस्टम पनि आगामी हप्ता नै त्यसको पनि उद्घोष गर्दैछौँ। र तेस्रो चिज, पछिल्लो पटक 11वटा संस्थाहरूमध्ये प्रमुख प्रतिनिधि 6 संस्थाहरूले ऐनमा गर्नुपर्ने सुधारका लागि दिएका सुझावहरूको 80% सुझाव लागू गर्ने बाचासहित माथिल्लो संसदको माथिल्लो सदनमा हाम्रो विधेयक ऐन पुगेको कुरा पनि यहाँलाई निवेदन गर्दछु। यी 3 चिज त्यो कुर्सीमा आसीन हुने बेलामा मैले बोलेको थिएँ, किनभने मेरो टिम चलचित्र विकास बोर्डमा त्यो टिम समूहमा भर गरेर मैले बोलेको थिएँ, र नेतृत्व गर्ने मन्त्री सचिव प्रधानमन्त्रीज्यूको लाइनबाट मैले बोलेको थिएँ, र उहाँहरूको सहयोग र हामी सबैको जोड बलले त्यो चिज कोही पुरा भएको छ, कोही पुरा हुने तर्खरमा छ। हजुर हजुर सुरा बाउचा सुरा किनभने मलाई फेरि नेपाल भाषा तपाईँले त मलाई धन्यवाद दिन पर्ने सर। नेपाल भाषा साथीहरू सिनेपा भनेर नाम राख्ने मान्छे म है। पहिला त्यो नाम कसो कसो लाग्यो होला होइन, अप्ठ्यारो लाग्यो दाइ, एकछिन बोल्छु नि दाइ। मैले दाइले उद्घोष गरिदिनु भयो। सिनेमा नेपाल
भाइ यसको बारेमा डिस्कस अर्कै फोरममा गरौँ। सिनेपा नेपा भनेर यसलाई नेपाल भाषाको हिसाबबाट राखिएको थियो र यसको फन्ट पनि भाइ एक्सक्युज मी भाइले के भन्नु? ए म तपाईँलाई भन्दैछु ठिक छ। सिनेमा भनेको सिनेमा भइहाल्यो, नेपा भनेको नेवारी भाषामा नेपाललाई नेपा भनिएको। अब अस्ति प्रधानमन्त्रीजीले भन्ने थाहा पायो बनेपा भनेको चाहिँ नेपालबाट बाहिरिएका, त्यतिखेरको नेपाल भनेको काठमाडौँ भ्याली थियो, बाहिर गएर बसेकालाई बनेपा भएको रहेछ। र त्यही सिनेपा अहिले हामीले चाहिँ सिनेपा चाहिँ त्यो हिसाबले गरेका छौँ र काभ्रेपलाञ्चोक जिल्लामा तामाङहरूको बाहुल्यता भएको हुनाले सिनेपाको फन्टलाई हामीले तामाङ लिपिमा राख्ने पनि हामीले चाहिँ विचार गरेका छौँ। त्यो चाँडै नै हुन्छ, जसले गर्दा एउटा समावेशी देखिन्छ। भनिसकेपछि त्यो सिनेपाको स्टुडियोको कुरा भयो। धुलीखेलमा 1200 रोपनी जमिन, 1300 रोपनी जमिन रविन्द्र दाईहरूको सहयोगमा त्यहाँबाट हामीले एउटा कन्ट्र्याक्ट गरेका छौँ। त्यसबाट आउटडोर स्टुडियो त्यसमा परिचालन हुन्छ। मेरो कार्यकाल म हुनुहुन्छ त्यो भ्याइन्छ भ्याइँदैन, तर पछिसम्म त्यसको लागि लागेर भए पनि त्यसलाई पुर्याउने अठोट गर्दछु। अब 33वटा हाम्रो सेवाहरू रहेछन् चलचित्र विकास बोर्डमा। त्यो 33वटा सेवाहरूमध्ये 29वटा सेवा घरमै बसेर अनलाइन भर्न पाउने कुरा पनि तयार छ, कुनै पनि बेला उद्घाटन गरे पुग्छ। र तपाईँलाई समय छैन त्यहाँ जानु आवश्यक ठान्नुहुन्न, 3 घन्टा समय किन लुज गर्ने भन्ने लाग्छ भने त्यसको फिजिकल कपी चाहिँ हजुरहरूको घरमै डेलिभरी हुने व्यवस्था पनि हामीले मिलाएको कुरा निवेदन गर्दछौँ। यति चिज भइसकेपछि आगामी 6 महिनाको लागि रणनीतिक हिसाबमा 4वटा चिजहरू हामीले उद्घोष गर्दैछौँ। त्यो उद्घोष चाहिँ साइलेन्ट उद्घोष हुनेछ। अस्तिकोमा चाहिँ अलिक धेरै कराइयो किनभने गभर्मेन्टलाई पनि लबिङ गर्नु थियो। अब गभर्मेन्टलाई लबिङ गर्नुपर्ने कुरा छैन, हाम्रै बलबुताबाट गर्नुपर्ने 4वटा काम छन् जो हल्ला गर्न पर्दैन। ती 4वटा पोइन्ट दसैँसम्ममा निर्माता र सिनेमा हलका मानिसहरूलाई प्रत्यक्ष फाइदा हुने गरी हामी त्यो चिजहरू लागू गर्नेछौँ। खुसीको कुरा पछिल्लो हप्ता 15 दिने महिलाहरूको वुमेन मेड फिल्म्स भइरहेको थियो। दोलखामा थामी जातिहरूले आफ्नो लोप हुन लागेको बिहाको डकुमेन्ट्री बनाइरहेका थिए। पोखरामा गुरुङ जातिहरू सिनेमाटोग्राफी पुरुषोत्तम एस सिनेमाटोग्राफर पुरुषोत्तम सापकोटा पुरुषोत्तम प्रधानसँग सिकिरहेका थिए। इलाममा बाल कार्यक्रमको उद्घोष भइरहेको थियो र चलचित्रका थुप्रै कार्यक्रमहरू लगातार रूपमा भइ नै रहेका थिए। एकैपटक चलचित्र विकास बोर्ड चलायमान भएको यो अवस्थामा तपाईँहरूको पूर्ण सहयोगको अपेक्षा गर्दछु। आगामी दिन आगामी वर्ष मात्र क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरू हुनेछन्। हिजोको कार्यक्रममा बोल्छु भनेको थिएँ, शान्ति दाइले मलाई समय दिनु भएन, चाँडो भन्नुभयो, मैले सुपरफास्ट विज्ञापन जस्तो बोलेर छिट्याएँ। आगामी वर्ष सहकार्य गरेर गरिने कार्यक्रमहरूको बजेटलाई कटौती गरिनेछ, तर चलचित्र उद्योगका मानिसहरूको लागि क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूको लागि, चाहे त्यो कलाकारले घोडा चलाउने होस्, चाहे स्विमिङ गर्ने होस्, चाहे एनिमेटरले एनिमेसन गर्ने होस्, अथवा निर्माता र निर्देशकले एनिमेसनको स्टार्ट टु एन्ड कुन ग्राफ हुन्छ कति समय लाग्छ भन्ने एक्ज्याक्ट कोर्सका लागि होस्, अथवा त्यो ड्रोनको एक्सेसिभ क्लासेस होस्, अथवा एरी क्यामेरा जो सिङ्गापुरबाट आएर उसले सिकाउँदैछ त्यो ट्रेनिङ होस्, अथवा बाफ्टा ब्रिटिस एकाडेमी अफ फिल्म एन्ड टेक्नोलोजी बाफ्टाबाट त्यो टिको मलाई आएन है, फेरि तपाईँको साथीहरूले त्यही टुक्रा काटेर राखिदिनु होइन। हो त्यो ठाउँबाट स्क्रिप्ट लेखाउने मान्छे आउनुहुन्छ। हामी अर्को वर्ष मात्र सिक्ने र सिकाउने काममा आफ्नो समय, ध्यान र पैसालाई केन्द्रित गर्नेछौँ। अब जाउँ होइन, म अहिले जाने, मैले अहिले हतार गरेकै म बालुवाटार गइरहेको हो। 2 बजे आउनु भनेर मलाई निम्तो आएको थियो र त्यहाँ एउटा कार्यक्रम भइरहेको छ, त्यो 1-1.5 घन्टा लाग्छ भन्ने मलाई लागेपछि मैले ठ्याक्कै यो टाइम मिलाएर 3:30 मा म त्यहाँ पुग्छु र बसुदीपले दिनुभएको निवेदनसहित आगामी बजेटमा निश्चितता गर्नुपर्ने केही कुराहरूको लागि प्रधानमन्त्रीज्यूलाई भेट्न जाने पर्ने भएको हुनाले यहाँको खाजा नखाइकन म बिदा माग्छु। नमस्कार।
धन्यवाद चन्द्र प्रकाश बडका अध्यक्ष आदरणीय दिनेश ऋषिलाई। दाइले अन्तिममा जाँदै भन्नुभयो त्यो